सालाग्राम भयो भनेको छ। मुक्तिनाथ बाबालाई चिनिन्छ हामीले, कतिले चिन्नुहुन्छ? सत्य मुक्तिनाथ बाबाज्यूको देवदेश नेपालमा धेरै ठाउँमा धेरै आश्रमहरू छ। गोवंशको संरक्षण गर्नको लागि गौशालाहरू, वैदिक वाङ्मयको संरक्षण गर्नको लागि वेदविधि आश्रमहरू। अब मुक्तिनाथ जाने तीर्थयात्रीहरूलाई आजभोलि त होटल पाइयो र यहाँ आने सजिलै होटलमा बस्यो भनेर पाइयो। त्यतिखेर जतिखेर होटल पाइँदैन थियो आजभन्दा 30 वर्ष अगाडि, 3 दशक अगाडि त्यतिखेर होटल पाइँदैन थियो। त्यतिखेर त्यही आश्रमहरू सबैका सहारा बन्थे। कति मान्छे एउटा झोलामा चामलको पिठो र मकैको पिठो हेर्थे, बाटामा खाना पाइन्छ पाइँदैन भनेर। माथिबाट भिड आउँछ कि भनेर त्यो म्याग्दी खण्डमा भिड हेर्दै हेर्दै जान पर्ने पनि हाम्रो आश्रममा स्वामी महाराजले अन्नदान क्षेत्रको स्थापना गरेर त्यहीँ बसेर मान्छेले आश्रय प्राप्त गर्थे। त्यस्ता अन्नदान क्षेत्रहरू धेरै नेपालमा छन्। यहाँ हामीले गयौँ भने गजेन्द्र मुक्ति दिव्य धाम त्रिवेणी नवलपरासी यहाँ सबै पुग्नु भएको छ। त्यहाँ बाटो लिएर देवघाटमा, पोखरामा, बागलुङमा, माथि पञ्चकोटमा, गलेश्वरमा, माथि घाँसामा थियो, अहिले छैन। लेप्टे घाँसामा पनि थियो, त्यहाँ अहिले चाहिँ अब सर्वसुलभ भयो। माथि जोमसोममा, कागबेनमा, मुक्तिनाथमा यी सबै अन्नदान क्षेत्र गएका व्यक्तिले निःशुल्क रूपमा भोजन र आवास योगको प्रचार होस्, मुक्तिनाथ हर व्यक्ति जान सकोस् भनेर स्वामी महाराजले यस्ता सेवाका प्रकल्पहरू सञ्चालन गरिबक्स्यो। सोही अन्तर्गत मुक्तिनाथ यज्ञस्थली हो, जहाँ ब्रह्माजीले यज्ञ गर्नुभएको थियो। सृष्टिको पूर्वमा भगवान् नारायणले जब आएर त्यहाँ आएर तपस्या गर्न लाग्नुभयो, त्यतिखेर ब्रह्माजी आएर सोध्नुभयो, प्रभु किन आउनुभएको यहाँ? हजुर जस्तो व्यक्तिले फेरि यहाँ आएर तपस्या गर्नुपर्छ भन्दा होइन। भगवान्ले भन्नुभयो, यो क्षेत्रलाई, यस पिपललाई, दुबोलाई, तुलसीलाई, हर चिजलाई पूजा गर्छौँ। एउटा कुकुरलाई तिहारमा कुकुर तिहार भनेर कुकुरको पूजा गर्छौँ, हर पूजा गर्छौँ। सबैलाई स्नेह गर्दै आफ्नो आराध्यको पूजा गर्ने हाम्रो वैदिक परम्परा हो। त्यस कारणले यो वैदिक परम्परालाई अक्षुण्ण राख्नको लागि सबैलाई जागरण होस् भन्ने अभियानको रूपमा पनि यो अभियान हो। हामी यो रथयात्रा कहिले हुन्छ भन्ने आएर लाग्ला। यो रथयात्रा कार्तिक महिनाको, अहिले कार्तिकमा परेको थियो, नभए असोजमा पर्थ्यो। दशमी पछिको कोजाग्रत पूर्णिमा भनिन्छ। दसैँ पछिको पूर्णिमालाई 4 दिनपछि पर्छ। दसैँ सकिने पूर्णिमा भनौँ न, त्यो पूर्णिमाको दिनबाट हरिबोधिनी रामगढीको एकादशीसम्म देशव्यापी रूपमा रथयात्रा हुन्छ। अब त्यो रथयात्रा त्यसरी हुन्छ, तर यहाँ आइपुग्दाखेरि रथयात्रा यहाँ आइपुग्दाखेरि 14-15 दिनपछि बल्ल यहाँ आइपुग्छ। रथयात्रा मुक्तिनाथबाट हिँडेको रथयात्रा त्यहाँबाट काठमाडौँ जान्छ, पूर्वाञ्चल हुँदै विभिन्न जिल्लाहरूमा गएर यहाँ नेपालगञ्जमा आइपुग्दाखेरि 15-16 दिन कम्तीमा छिटोमा त्यतिखेर आइपुग्छ। अब हामीले चाहिँ यहाँ ठाउँमा गएर हामी अहिले महेन्द्रनगरसम्म पुगेर आएका हौँ। त्यहाँदेखि समिति गठन गर्दै 20-21वटा समिति हाम्रो त गठन भइसकेका छन्। ठाउँमा नगरपालिका स्तरीय कहीँ जिल्ला स्तरीय समिति पनि गठन भएका छन्। अब यहाँ पनि यो नेपालगञ्जलाई 8वटा अन्य चामल, गहुँ, चना यति अरू चिजहरूको पर्वतसहित, धान्य पर्वत, धानको धान्याञ्चल सहितको, नवाचल सहितको ठुलो यज्ञ हुँदैछ। त्यो यज्ञमा 4 वेद 18 पुराण हुँदै नै भए सब शास्त्रहरूको बारेमा प्रवचन हुन्छ र धार्मिक अनुष्ठान हुन्छ। लक्ष्मीलाई प्रसन्नता हेतु हवन हुन्छ। हवनीय द्रव्यहरूको विषयमा पनि स्वामी महाराजले चर्चा गर्नुहुनेछ। यसरी त्यो यज्ञ हुन्छ। त्यो यज्ञको उद्देश्य चाहिँ त्यहाँ एउटा गुरुकुल छ। पापं मे हर गण्डकी। ओम अस्मद्गुरुभ्यो नमः, अस्मत्परमगुरुभ्यो नमः, अस्मत्सर्वगुरुभ्यो समाहित भएका छौँ एउटा सभाको माध्यमबाट। आज हामी यहाँ उपस्थित हुनु, हाम्रो सम्पर्क हुनु त्यो संयोग मात्रै होइन, यो लिखितम। संसारमा कुनै पनि चिज कार्यहरू संयोगवशात हामीले देखे तापनि त्यो कहिल्यै पनि दैवको योजना हुनुपर्छ। आज हामीहरू प्रत्यक्ष हुँदै गर्दाखेरि हामीले कमाएको प्रारब्धमा कुनै न कुनै हाम्रा सम्बन्ध थिए,
केही न केही सम्बन्धको कारणले आज हामी जुटेका छौँ। भगवानको महती कृपाद्वारा अहिले परम श्रद्धेय परम पूजनीय प्रात स्मरणीय अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबा यहाँहरूले पनि चिन्नुपर्ने हो। मलाई जहाँसम्म लाग्छ यहाँ हाम्रा ज्योतिषाचार्य हाम्रा मित्र बालकृष्णज्यूले मैले भन्दैछु पृथ्वीकै सर्वश्रेष्ठ स्थान हो। किन श्रेष्ठ हो त भन्दा त्यहाँ शालग्राम भगवान पृथ्वीमा कुनै चिज सबैभन्दा पुरानो छ भने त्यो शालग्राम भगवान अहिलेको विज्ञानले पुष्ट गरेको चिजहरू। त्यो शालग्राममा ब्रह्माण्डीय ऊर्जा समाहित छ। जस्तो प्रकारले हाम्रो शरीरमा यो पिण्डमा ब्रह्माण्डको ऊर्जा छ त्यही मात्रामा छ, त्यस्तै सम्पूर्ण ऊर्जा एउटा शालग्राम भगवानमा हुन्छ। भनेपछि शालग्राम भगवान बहुत महत्त्वपूर्ण हुन्छ। पश्चिमा देशहरूले शालग्रामलाई शिलाको रूपमा देखे तापनि त्यसलाई पृथ्वीमा जति रत्नहरू छन् बहुमूल्य रत्नहरू त्योभन्दा करोडौँ मूल्य उनीहरूले त्यो शालग्रामलाई देख्छ। यति पुरानो शिला हो, पृथ्वीकै सबैभन्दा पुरानो। तसर्थ हामीले प्राकृतिक हिसाबले हेर्दाखेरि पनि त्यो महत्त्वपूर्ण हो।